नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई आजको हाम्रो यस भिडियोमा। आजको भिडियो हो हाम्रो पार्ट 2 हो। आजको भिडियोमा हामी कुरा गर्नेछौँ ब्रिक्ससँग सम्बन्धित सम्पूर्ण एमसिक्यूहरू जुन हालसम्म लोकसेवाले सोधिसकेको छ। यदि पार्ट 1 हेर्नु भएको छैन भने कृपया पार्ट 1 हेर्नुहोला अनि यो भिडियो हेर्नुहोला, हजुरलाई धेरै नै सहयोग पुग्नेछ। आज हामी क्वेसन नम्बर 21 देखि सुरु गर्नेछौँ। 1 देखि 20 सम्म पार्ट 1 मा भइसकेको छ र आज चाहिँ हाम्रो 21 देखि नै सुरु हुनेछ। अब हामी क्वेसन सुरु गर्नेछौँ। If the water absorption of bricks is 5% of its weight, the brick may be option A third class, option B second class, option C first class, option D heavy duty machine made। अब यस्तो छ है, फर्स्ट क्लास, सेकेन्ड क्लास र थर्ड क्लासको वाटर एब्जर्प्सन हामीलाई थाहा हुनुपर्ने हुन्छ। फर्स्ट क्लासको हो नेपाल स्ट्यान्डर्ड अनुसार लेस देन 15% र इन्डियन स्ट्यान्डर्ड अनुसार हेर्ने हो भने लेस देन 20% छ भने हाम्रो फर्स्ट क्लास चाहिँ त्यसमा म्याच भएन। अप्सन सी चाहिँ हेर्नु भएन हामीले। किन हेर्नु भएन? हाम्रो चाहिँ नेपाल स्ट्यान्डर्ड अनुसार 15% छ र इन्डियन स्ट्यान्डर्ड अनुसार 20% छ भने हाम्रो त्यहाँ 5% भनेको छ क्वेसनमा, भनेपछि अप्सन सी हाम्रो क्यान्सल भयो। अब छ हाम्रो अप्सन बी लाई हेर्ने हो। सेकेन्ड क्लास ब्रिकको वाटर एब्जर्प्सन नेपाल स्ट्यान्डर्ड अनुसार 20% र इन्डियन स्ट्यान्डर्ड अनुसार 22% रहेको छ भने हाम्रो प्रश्नमा रहेको छ 5% भनेको छ। त्यसो भए अप्सन बी पनि हाम्रो बहुँदै भएन। अप्सन बी र सी चाहिँ हामीले हेर्नै भएन। अब हामीले हेर्ने भनेको अप्सन ए र अप्सन डी लाई हो। अब थर्ड क्लास ब्रिकलाई हेरौँ है। थर्ड क्लास ब्रिकको वाटर एब्जर्प्सन 25%, लेस देन 25% रहेको छ। यो चाहिँ बोथ नेपाल स्ट्यान्डर्ड र इन्डियन स्ट्यान्डर्डको लागि हो भने अब हाम्रो अप्सन ए पनि मिलेन यसमा। त्यसो भए हाम्रो अप्सन कुन होला त यसमा? अप्सन डी होइन र? अप्सन डी इज द करेक्ट अप्सन। अब हाम्रो रहेको छ क्वेसन नम्बर 22। The indentation provided in a face of brick is called option A frog, option B pallet, option C strike, option D none। कुन होला हेर्नुहोस् त, यो एउटा ब्रिक हो। यो इन्डेन्टेसन हो कि यो खाल्डो छ नि माथिको, यो डिप्रेसन भन्नु र इन्डेन्टेसन भन्नु एउटै हो। त्यही भएर द डिप्रेसन प्रोभाइडेड इन अ फेस अफ अ ब्रिक इज कल्ड फ्रग। अप्सन ए इज द करेक्ट आन्सर। यो चाहिँ स्टेसर भइहाल्यो, यो चाहिँ हेडर भइहाल्यो होइन, फ्रग हो है। अप्सन ए इज द करेक्ट आन्सर। अब हामी जान्छौँ क्वेसन नम्बर 23। हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 23। When a brick is cut into two halves longitudinally, one part is called। यदि हाम्रो ब्रिकलाई हेर्न सक्नुहुन्छ, ब्रिकलाई लङ्गिट्युडिनल्ली हाफ हाफ भागमा काट्यो भने त्यसलाई के भन्छ? एउटा भागलाई के भन्छ? यसको आन्सर हो क्विन क्लोजर। हेर्नुहोस् त फिगरबाटै, फिगर हेरेर बुझ्ने हो कि हामीले, थ्योरी बुझ्ने होइन, फिगर हेर्ने बुझ्ने है। कहिले पनि बिर्सिन लाइफमा यसरी। यो क्विन क्लोजर हो हाम्रो। यो चाहिँ लङ्गिट्युडिनल्ली काटेको छ है, लङ्गिट्युडिनल एक्सिसमा काटेको छ भनेपछि एउटा पार्टको नाम हुने भयो हाम्रो क्विन क्लोजर। क्विन क्लोजर इज द पोर्सन अफ ब्रिक obtained by cutting a brick lengthwise into two portion। लेन्थवाइज ब्रिकलाई काट्दाखेरि बन्ने ब्रिकको पोर्सन नै हाम्रो क्विन क्लोजर हो भने हामीसँग अप्सन रहेको छ अप्सन ए किङ क्लोजर, अप्सन बी कोर्निस ब्रिक, अप्सन सी क्विन क्लोजर, अप्सन डी बोसर। त्यही भएर हाम्रो अप्सन सी करेक्ट हुन्छ यसमा, क्विन क्लोजर। त्यसपछि रहेको छ हाम्रो क्वेसन नम्बर 24। हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 24 ले के भनेको छ? द रेड कलर obtained by the bricks is due to the presence of अप्सन ए लाइम, अप्सन बी सिलिका, अप्सन सी म्याग्निज, अप्सन डी आइरन अक्साइड। हामीलाई ब्रिकमा चाहिँ रेड कलर केले दिन्छ? लाइमले दिन्छ कि सिलिकाले दिन्छ कि म्याग्निजले दिन्छ कि आइरन अक्साइडले दिन्छ? हामीलाई रेड कलर चाहिँ आइरन अक्साइडले दिन्छ। त्यही भएर हाम्रो अप्सन डी चाहिँ एकदम करेक्ट हुन जान्छ। नोटमै भनेको छ है, आइरन अक्साइड इम्पार्ट्स रेड कलर टु द ब्रिक्स एन्ड इट रेड्युस श्रिङ्केज। के गर्छ? ब्रिकलाई रेड कलर दिन्छ र श्रिङ्कलाई
श्रिङ्केजलाई रेड्युस पनि गर्छ। कसले? आइरन अक्साइडले। आइरन अक्साइडले के गर्छ? ब्रिकलाई रेड कलर इम्पार्ट गर्छ र रेड्युस श्रिङ्केज र श्रिङ्केजलाई घटाउँछ पनि। यदि हाम्रो आइरन अक्साइड बढी भयो भने के हुन्छ है? यदि हाम्रो आइरन अक्साइड बढी भयो भने हाम्रो ब्रिक चाहिँ डार्क ब्लूमा चेन्ज भइदिन्छ है। इट सुड नट प्रेजेन्ट इन द फर्म अफ आइरन पाइराइट। यसले के भन्छ फेरि हाम्रो जुन यो आइरन अक्साइड छ नि, यो आइरन अक्साइड चाहिँ आइरन पाइराइटको फर्ममा चाहिँ हुनु हुँदैन है। यदि भयो भने के हुन्छ? यसले हार्मफुलको काम गर्छ ब्रिकमा। अब रहेको छ हाम्रो क्वेसन नम्बर 25। The soil used for the manufacture of bricks should preferable not contain the following material. Option A alkalis, option B pebble, option C concrete, option D all of above. हेर्न सक्नुहुन्छ है। अल्कालिज पनि हाम्रो हार्मफुल इन्ग्रिडियन्ट हो, पेबल पनि हार्मफुल इन्ग्रिडियन्ट हो, कंकर पनि हार्मफुल इन्ग्रिडियन्ट हो भने हाम्रो अप्सन डी चाहिँ सही हुन जान्छ। अप्सन डी इज द करेक्ट अप्सन। नोट: harmful ingredients in bricks earth are lime, iron pyrite, pebbles of stone and gravel, organic matter and vegetable, carbonaceous matter, sulfur, water, alkalis, clinker, etc. यी भनेका हाम्रा हार्मफुल इन्ग्रिडियन्टहरू हुन्। यदि यिनीहरू हाम्रो ब्रिक अर्थमा छन् भने हाम्रो ब्रिकलाई केही क्षति पुर्याउँछन् यिनीहरूले। त्यसपछि छ क्वेसन नम्बर 26। हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 26 चाहिँ मैले भन्नै पर्दैन है। Formation of whitish deposit on the bricks due to presence of excess salt is called efflorescence। हेर्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो वालमा सेतो सेतो छ नि, यो व्हाइटिस हो, यो व्हाइट कलरको। यो चाहिँ हाम्रो इफ्लोरेसेन्स हो है। यो के को कारणले गर्दाखेरि हुन्छ? यदि हाम्रो साल्ट चाहिँ बढी छ भने, अल्कालिज बढी भयो भने हाम्रो इफ्लोरेसेन्स आउने चान्स धेरै हुन्छ। त्यही भएर हाम्रो अप्सन डी चाहिँ करेक्ट अप्सन हुन्छ। इफ्लोरेसेन्स इज द करेक्ट अप्सन फर दिस क्वेसन। एन्ड नेक्स्ट क्वेसन, होलो ब्रिक्स आर जनरली युज्ड फर द पर्पज अफ। होलो ब्रिक कुन पर्पजका लागि प्रयोग गरिन्छ हाम्रो बिल्डिङ स्ट्रक्चरमा? अप्सन ए reducing the cost of construction, providing insulation against heat, option C increasing the bearing area, option D ornamental look। कुन होला? increasing the bearing area यो त हुनै भएन। अप्सन ए reducing the cost of construction यो पनि भएन। अप्सन बी चाहिँ यसमा करेक्ट हुन्छ, प्रोभाइडिङ इन्सुलेसन एगेन्स्ट हिट। यसले हाम्रो यो होलो ब्रिक छ नि, हिट जुन हिट हुन्छ नि हाम्रो, त्यसलाई डिक्रिज गरिदिन्छ कि यसले घटाइदिन्छ हिटलाई, इन्सुलेसनको काम गर्छ एगेन्स्ट हिट। त्यसपछि रहेको छ हाम्रो क्वेसन नम्बर 28। हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 28। पोइन्टिङ इज द प्रोसेस वेयर बाई। अप्सन ए द मेसनरी जोइन्ट्स आर फिल्ड अप विथ मोटार आफ्टर र्याकिङ आउट फर स्मल डेप्थ। Option B the grooves are cut on a plastered surface to give a look of masonry. Option C small circle looking like points are cut out at random of plastered surface. Option D none of the above। कुन होला यसको आन्सर? यो फिगर हेरेरै मिलाउन सकिन्छ है। फिगर बुझ्ने अप्सन टिक लाउने, फिगर बुझ्ने अप्सन टिक लाउने क्या। यो हेर्ने होइन क्या, रट्टा हान्ने होइन। ल यसको आन्सर म भन्दिनँ, तपाईँ कमेन्ट गर्नु होला कुन हुन्छ भनेर। यदि कन्फ्युजन लाग्यो भने कमेन्ट गर्नु होला, म कमेन्टमा रिप्लाई दिनेछु यसको आन्सर कुन हो भनेर। त्यसपछि रहेको छ हाम्रो क्वेसन नम्बर 29। सोइलिङ अफ ब्रिक्स इज नोन एज। अप्सन ए बकिङ, अप्सन बी श्रिङ्केज, अप्सन सी ब्लटिङ, अप्सन डी नन अफ एभव। पहिला नोट पढौँ है। ब्लटिङ इज द स्पोन्जी सोलन मास ओभर द सर्फेस अफ बर्न्ट ब्रिक्स caused due to the presence of excess carbonaceous matter and sulfur in bricks clay। हेर्न सक्नुहुन्छ यो ब्रिक चाहिँ अलि बाहिर फुलेर आएको छ नि, सोलन भएको छ नि, ब्रिक फुल्नु, यो नै के हाम्रो यसलाई ब्लटिङ भन्छ क्या। यसरी फुल्नुलाई ब्लटिङ भन्छ भने हाम्रो अप्सन सी चाहिँ करेक्ट हुन्छ है। अप्सन सी इज द करेक्ट अप्सन फर दिस। यो ब्लटिङ किन हुन्छ
है। यो सोइलिङ किन हुन्छ ब्रिक भनेपछि यदि हाम्रो कार्बोनेसेस म्याटर एन्ड सल्फरको मात्रा बढी भयो भने हाम्रो ब्लटिङ हुन जान्छ। यो पनि सोधिरहेको हुन्छ एमसिक्यूमा, ब्लटिङ किन भइरहेको हुन्छ भनेर। त्यसपछि छ हाम्रो क्वेसन नम्बर 30 मा फर वाट पर्पोज आर फायर ब्रिक्स युज्ड, कुन पर्पोजको लागि हाम्रो फायर ब्रिक्सहरू प्रयोग गरिन्छन्। फायर ब्रिकलाई अर्को कुन नामले चिनिन्छ, रेफ्र्याक्टरी ब्रिक्स पनि भन्छ हाम्रो फायर ब्रिक्सलाई। अप्सन ए टु इन्क्रिज हिट फ्लो, फायर ब्रिकले के हाम्रो हिट फ्लोलाई इन्क्रिज गर्छ र गर्दैन भने अप्सन ए हामीले हेर्नु भएन। अब अप्सन बी टु डिक्रिज द हिट फ्लो, के हाम्रो रेफ्र्याक्टरी ब्रिकले हिट फ्लोलाई डिक्रिज गर्छ। अप्सन बी चाहिँ सही छ। अब हामीले अप्सन सी पनि हेर्नुपर्ने हुन्छ, डी पनि हेर्नुपर्ने हुन्छ है। अप्सन सी टु रिफ्लेक्ट हिट, के हिटलाई रिफ्लेक्ट गर्छ र गर्दैन। डाइरेक्टली रिफ्लेक्ट गर्दैन तर हिट फ्लोलाई डिक्रिज गर्छ, कम गर्छ। अप्सन डी टु प्रोटेक्ट द बिल्डिङ एगेन्स्ट लाइटिङ, टु प्रोटेक्ट द बिल्डिङ एगेन्स्ट लाइटिङ, यो पनि भएन हाम्रो। त्यही भएर अप्सन बी करेक्ट हुन जान्छ यसमा। नोट, रेफ्र्याक्टरी ब्रिक्स आर युज्ड फर रेसिस्टिङ हाई टेम्परेचर, उच्च तापक्रमलाई रेसिस्ट गर्नुको लागि हाम्रो रेफ्र्याक्टरी ब्रिक्सहरू प्रयोग गरिन्छन्। दिस ब्रिक्स आर अल्सो युज्ड फर लाइनिङ अफ फर्नेस कम्बसन च्याम्बर, है। लाइनिङ गर्नुको लागि फर्नेस या कम्बसन च्याम्बरमा ब्रिकहरूको लाइनिङ गर्नुको लागि रेफ्र्याक्टरी ब्रिक्सहरू प्रयोग गरिरहेका हुन्छन्। अप्सन 31 रहेको छ हाम्रो, द डेन्सिटी अफ कमन ब्रिक्स भेराइज फ्रम, अप्सन ए 1200 देखि 1400 केजी पर मिटर क्युब, अप्सन बी 1400 देखि 1600 केजी पर मिटर क्युब, अप्सन सी 1600 देखि 1920, अप्सन डी 2000 केजी पर मिटर क्युब। हाम्रो जनरली ब्रिकको डेन्सिटी 1800 हुन्छ है, कमनली 1800 लिनुपर्ने हुन्छ भने अब हेर्नुहोस् 1800 को नजिक कुन छ, अप्सन ए छ कि अप्सन बी छ कि अप्सन सी छ कि अप्सन डी छ। अप्सन ए त छँदै छैन, अप्सन ए हामीले नहेर्दा हुन्छ, अप्सन बी पनि नहेर्दा हुन्छ, बरु हाम्रो अप्सन सीलाई हेर्ने है। 1600 देखि 1920 यो चाहिँ ब्रिकहरूको प्रकारहरूमा यसको डेन्सिटी फरक फरक हुन्छ र ऱ्यान्डमली भन्नुपर्दा 1600 देखि 1920 केजी पर मिटर क्युब हुन्छ, तर कमनली हाम्रो 1800 हुन्छ ब्रिकको डेन्सिटी भने अप्सन सी हाम्रो सही हुन्छ यसमा। त्यसपछि रहेको छ द इन्ग्रेडियन्ट अफ ब्रिक अर्थ विच इनेबल्स द ब्रिक टु रिटेन सेप इज, अप्सन ए मा अल्युमिना, अप्सन बी मा सिलिका, अप्सन सी मा आइरन अक्साइड, अप्सन डी मा म्याग्नेसिया। यसको आन्सर हो सिलिका। सिलिकाले के गर्छ, हाम्रो ब्रिकलाई पग्लनबाट रोकाउँछ। हुन्छ नि, ब्रिकलाई मोल्ड गर्दाखेरि पग्लिने हुन्छ नि, त्यो लेदो लेदो भएर त्यो सेपै नहुने कि आफ्नो सेपमा नबस्ने, त्यसलाई सेपमा बसाउनको लागि केले सहयोग गरिरहेको हुन्छ, हाम्रो अप्सन बी सिलिकाले। अब चाहिँ हाम्रो क्वेसन नम्बर 33, द कलर अफ फायर ब्रिक्स इज जनरली ब्राउनिस रेड, अप्सन सी चाहिँ हाम्रो सही हुन्छ यसमा। अप्सन ए चाहिँ येलोइस व्हाइट चाहिँ हुँदैन, अप्सन बी मा ग्रे हुँदैन, अप्सन डी मा ग्रेनिस हुँदैन, अप्सन सी ब्राउनिस रेड इज द करेक्ट अप्सन फर दिस। नेक्स्ट प्रश्न रहेको छ हाम्रो, द डिस्कोलोरेसन एन्ड डेफर्मेसन अफ व्हाइट डेपोजिट ड्यू टु प्रेजेन्स अफ रिलेटिभली लार्ज प्रोपोर्सन अफ सोलुबल साल्ट इन अ ब्रिक इज नोन एज, यो म भन्दिनँ है, माथि भनिसकेको छु मैले, यो यसको आन्सर इफ्लोरेसेन्स हुन्छ। माथि फिगर हेर्न सक्नुहुन्छ तपाईँ, एकदिन फेरि पनि देखाइदिन्छु म फिगर, हेर्न सक्नुहुन्छ। यो व्हाइट डेपोजिट भएको छ नि, यो सेतो पदार्थ चाहिँ ब्रिकहरूमा देखिनु, यो सेतो पदार्थलाई नै तपाईँको इफ्लोरेसेन्स भनिरहेको हुन्छ। त्यसपछि चाहिँ हाम्रो अर्को प्रश्न, क्वेसन नम्बर 35, डोलोमाइट ब्रिक्स आर, अप्सन सी चाहिँ इजी है, जसले पनि मिलाउँछ यो एक्जाममा, बेसिक रेफ्र्याक्टरी ब्रिक्स हो यसको आन्सर। डोलोमाइट ब्रिक्स आर बेसिक रेफ्र्याक्टरी ब्रिक्स।
अप्सन ए अर्डिनरी फायर ब्रिक यो हुँदैन। अप्सन बी एसिड रिफ्र्याक्टर यो हुँदैन। डोलोमाइट ब्रिक्स आर बेसिक रिफ्र्याक्टरी ब्रिक। यसलाई बुझ्नु भएन भने म पार्ट 3 मा डोलोमाइट ब्रिकहरू, अर्डिनरी फायर ब्रिक्स कुन हो, एसिड रिफ्र्याक्टरी ब्रिक कुन हो, बेसिक रिफ्र्याक्टरी ब्रिक कुन हो, न्युट्रल रिफ्र्याक्टरी ब्रिकका सबैका इक्जाम्पलहरू दिन्छौँ। यो चाहिँ एकदम इम्पोर्टेन्ट रहेको छ है। यो डोलोमाइट ब्रिकहरू अन्य ब्रिकहरू छन् के, यिन कुन अन्तर्गत पर्छन् भनेर सोधिरहेको हुन्छ एमसिक्यूमा। त्यही भएर म अर्को भिडियोमा यसको बारेमा डिटेल भिडियो बनाएर ल्याउनेछु। अब रहेको छ क्वेसन नम्बर 46। सम्मा ब्रिक्स अप्सन ए मा ओभरबन्ड, अप्सन बी मा अन्डरबन्ड, अप्सन सी मा कस्सा, अप्सन डी नन अफ द अबभ। हेर्न सक्नुहुन्छ फिगर। यो हाम्रो ओभरबन्ड ब्रिक हो। यो बढी फैलिएको ब्रिक नै हाम्रो जम्मा ब्रिक हो। यसलाई हाम्रो ओभरबन्ड ब्रिक पनि भनिन्छ, फोर्थ क्लास ब्रिक पनि भनिन्छ है। तर अन्डरबन्ड ब्रिक चाहिँ हाम्रो थर्ड क्लास ब्रिक अन्तर्गत पर्छ। यो पछाडिको रेड कलरको चाहिँ मैले आफैले लेख्या हो। अप्सनमा यो चाहिँ हुँदैन, तपाईँहरूलाई दिएको हुँदैन, मैले बुझ्नलाई लेख्या हो। अन्डरबन्ड ब्रिक थर्ड क्लास ब्रिक हो, ओभरबन्ड चाहिँ फोर्थ क्लास हो। ओभरबन्ड ब्रिकलाई हाम्रो जम्मा ब्रिक पनि भनिरहेको हुन्छ। अब छ हाम्रो क्वेसन नम्बर 37। सेकेन्ड क्लास ब्रिक्स आर ओइल बन्ड। यो त हुँदैन। हुन्छ ओइल बन्ड चाहिँ हुन्छ, आर ओइल बन्ड बट पोटेन्सियली लेस युनिफर्म। अलि युनिफर्म नभएर लेस युनिफर्म हुन्छ। फर्स्ट क्लास ब्रिक भन्दा अलि कम युनिफर्म हुन्छ। बीमा आर अन्डर बन्ड। यो त हुँदैन है। थर्ड क्लास ब्रिक चाहिँ हाम्रो अन्डर बन्ड ब्रिक हो। यो चाहिँ मैले आफैले लेखिदिएको हो, यो ट्रिक हो। अप्सन सी प्रोड्युस अ मेटालिक साउन्ड विन स्ट्रक। यो चाहिँ अप्सन सी चाहिँ करेक्ट हुन्छ। यो चाहिँ फर्स्ट ब्रिकले पनि मेटालिक साउन्ड प्रोभाइड गर्नुपर्ने हुन्छ र सेकेन्ड ब्रिकले पनि मेटालिक साउन्ड प्रोड्युस गर्नुपर्ने हुन्छ। जब ब्रिकलाई एकअर्कामा ठोकिन्छ नि, ठोक्दाखेरि हाम्रो मेटालिक साउन्ड आउनुपर्ने हुन्छ है, फर्स्ट क्लास ब्रिक र सेकेन्ड क्लास ब्रिकमा। नत्र हाम्रो ब्रिक राम्रो छैन भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब कुरा गरौँ हामी क्वेसन नम्बर 38। द रिजन फर द पपुलारिटी अफ ब्रिक्स एज कन्स्ट्रक्सन मेटेरियल इज द्याट। हाम्रो कन्स्ट्रक्सन मेटेरियलमा ब्रिक किन पपुलारिटी छ है, रिजनहरू दिनु पर्यो भने अप्सन एमा दे आर चिप एन्ड अभाइलेबल लोकल्ली एट द प्लेस। नेपालीमा कन्भर्ट गरिदिएको छु मैले नेपाली स्टुडेन्टहरूको लागि। तिनीहरू सस्ता हुन्छन् र सबै ठाउँमा स्थानीय रूपमा उपलब्ध हुन्छन्। यो पनि सही छ। अप्सन बी दे आर ड्युरेबल एन्ड पोसेस फेयरली गुड स्ट्रेन्थ एन्ड लाइटर देन स्टोन। अब नेपालीमा हेरौँ है, तिनीहरू टिकाउ हुन्छन् र पर्याप्त राम्रो बल भएको हुन्छ र ढुङ्गाभन्दा हलुका हुन्छन्। यो पनि सही छ, ढुङ्गाभन्दा हलुका हुन्छन्। सफिसियन्ट हाम्रो स्ट्रेन्थ हुन्छ, ड्युरेबल हुन्छन्। अप्सन सी। अब एउटा ट्रिक है, यदि तपाईँलाई 4वटा अप्सन छ र अप्सन डीमा चाहिँ अल अफ द एबभ भन्ने अप्सन छ भने तपाईँलाई 4वटै प्रश्नमा अब 2टा अप्सन चाहिँ कन्फर्म छ यो सही हो भन्ने छ भने, तर अप्सन डी अल अफ द एबभ भन्ने चान्स छ भने अप्सन सीलाई नहेर्दा पनि हुन्छ। अलिअलि हेर्ने, यदि बुझिएन भने सिधै अप्सन डीमा सही लगाइदिने है। यो चाहिँ नयाँ ट्रिक हो। त्यसपछि चाहिँ हाम्रो क्वेसन नम्बर 39। द मोस्ट वाइडली युज्ड किल्न इन नेपाल इज। नेपालमा मोस्टली प्रयोग हुने किल्न कुन हो? हेर्न सक्नुहुन्छ यो फिगर। यो कुन किल्नको फिगर हो भन्न सक्नुहुन्छ? यो हो हाम्रो बुल स्ट्रेन्स किल्न। यो चाहिँ नेपालमा पर्याप्त रूपमा प्रयोग हुन्छ है। सबभन्दा मोस्टली वाइडली युज हुने किल्न हाम्रो बुल ट्रेन्स किल्न हो। अब चाहिँ हाम्रो क्वेसन नम्बर लास्ट, ब्रिक। द स्ट्यान्डर्ड साइज अफ ब्रिक एज पर इन्डियन स्ट्यान्डर्ड इज। सेन्टिमिटरमा हाम्रो इन्डियन स्ट्यान्डर्ड अनुसार ब्रिकको साइज कति हुन्छ? अप्सन ए 20/10/10, 23/12/8, 19/9/9। अप्सन सी करेक्ट हुन्छ। 190 mm हुन्छ। हेर्न सक्नुहुन्छ यो लेन्थ हाम्रो 190 mm यो लेन्थ हुन्छ र यो 9 सेन्टिमिटर भनेको छ नि, जो 9 सेन्टिमिटर र 90 mm बन्ने एउटै हो। यो चाहिँ विड्थ हो यसको है, विड्थ। र यो हाइट पनि हाम्रो 9 सेन्टिमिटर छ।
एज पर इन्डियन स्ट्यान्डर्ड। तर नेपाली स्ट्यान्डर्ड अनुसार कति हो कमेन्ट गर्नुहोला, म रिप्लाई दिनेछु। र अब हाम्रो पार्ट 3मा क्वेसन नम्बर 41देखि सुरु हुनेछ। आजको भिडियो हाम्रो यति नै हुन्छ। साथीहरू, यदि भिडियो मन पर्यो भने कृपया सब्सक्राइब गर्नु नभुल्नुहोला। हस्, धन्यवाद।